यदि तपाईँ आरसिटी गराउँदै हुनुहुन्छ भने यो 3टा कुरा चाहिँ बुझ्नै पर्ने हुन्छ। पहिलो कुरा, तपाईँको दाँतको आरसिटी गर्ने मान्छे डाक्टर हो कि होइन। बजारमा नक्कली डाक्टरहरू छ्यापछ्यापी पाइन्छ होइन। सक्कली डाक्टर कसरी चिन्ने त? सक्कली डाक्टरको चाहिँ एनएमसी नम्बर हुन्छ, नेपाल मेडिकल काउन्सिलले चाहिँ उहाँहरूलाई चाहिँ लाइसेन्स दिएको हुन्छ, लाइसेन्सको नम्बर हुन्छ। आरसिटी गर्दाखेरि चाहिँ एनएमसी रेजिस्टर्ड डक्टरसँग गराउनु भयो भने चाहिँ उहाँहरूसँग के हुन्छ त, प्रोपर नलेज र एक्सपिरियन्स हुन्छ होइन, दाँतको बारेमा चाहिँ सम्पूर्ण जानकारी हुन्छ। अहिले चाहिँ म फ्यु केसेसहरू देखाउनु गइरहेको छ जुन चाहिँ के हुन्छ नन डेन्टिस्ट, नन प्रोफेसनल मान्छेले गरेको छ होइन। तपाईँ पनि हेर्न सक्नुहुन्छ यो केसेसहरूमा चाहिँ के छ समस्या देखिएको छ। यो केसमा पिन नै जरामा भाँचेको छ। जस्तै यो केसमा हेर्न सक्नुहुन्छ पिन जरामा भाँचेको छ र जरासम्म भरेको छैन र यसमा कम्प्लिट जरालाई भरेको छैन र यो केसमा एउटा मात्रै जरा भरेर छोडिदिएको छ। र दोस्रो कुरा के बुझ्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ तपाईँ आरसिटी गराउँदै हुनुहुन्छ भने चाहिँ आरसिटी गर्दाखेरि एक्सरे चाहिन्छ होइन। एक्सरे गरिसकेपछि चाहिँ मात्र के हुन्छ त आरसिटी गर्न मिल्छ। एक्सरे नगरिकन आरसिटी गर्न मिल्दैन। कतिपय ठाउँहरूमा चाहिँ एक्सरे नगरिकन आरसिटी गरिरहन्छ। यस्तो गर्दाखेरि चाहिँ तपाईँको आरसिटी एक त प्रोपरली हुँदैन होइन। त्यसपछि के हुन्छ त पछि समस्याहरू एकदमै धेरै आउने हुन्छ। र थर्ड कुरा के बुझ्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ यदि दाँत दुखेर आरसिटी गराउन जानुभयो होइन, आरसिटी सुरु गरिसकेपछि के हुन्छ दुखाइ कम हुँदै जान्छ होइन। बिचतिर के हुन्छ त लगभग दुखाइ कम नै भइसकेको हुन्छ। त्यति बेला के हुन्छ त मान्छेहरूले चाहिँ डेन्टल जाँदैन होइन, बोलाको टाइममा जाँदैन। त्यस्तो गर्दाखेरि के हुन्छ त आरसिटी राम्रोसँग कम्प्लिट हुँदैन। आरसिटी कम्प्लिट गर्नको लागि चाहिँ डक्टरले बोलाको टाइममा जानुपर्ने हुन्छ। दुखाइ कम भयो भन्दैमा चाहिँ आरसिटी सक्यो भन्ने हुँदैन। र आरसिटी सकिनुको लागि के हुन्छ त क्लिनिक चाहिँ फाइनल नहुन्जेलसम्म चाहिँ जानुपर्ने हुन्छ। त्यही भएर तपाईँ आरसिटी गराउँदै हुनुहुन्छ भने नेपाल मेडिकल काउन्सिल रेजिस्टर्ड डक्टर, एनएमसी रेजिस्टर्ड डक्टरबाट मात्र आरसिटी गराउनु होला र भविष्यमा आउने समस्याबाट जोगिनु होला। यति भन्दै म आजलाई बिदा चाहन्छु। हस्त, नमस्ते।